एसरको ल्यापटप आएको छ 15 दिन पुरानो, 15 दिन मात्र भएको छ यो एसरको ल्यापटप चाहिँ किनेको। यो चाहिँ मलेसियाबाट किनेर आएको छ। यसको चाहिँ ओरिजिनल इन्भोइस बिल पनि छ है। अब एसरको ल्यापटप चाहिँ सबलाई थाहा होला एकदमै राम्रो हुन्छ र लुक्समा पनि र युज गर्न पनि र एकदमै राम्रो हुन्छ भनौँ न है त। एसरको ल्यापटप चाहिँ यो छ। यसको चाहिँ एबाउटको कुरा गरौँ, यो चाहिँ 8GB 512GB छ है। यो चाहिँ तपाईँको 15.6 फुल एचडी डिस्प्ले, 50.6 इन्चको चाहिँ डिस्प्ले छन्। यसोको ल्यापटप हो, राम्रो भइ नै हाल्छ। अब 15 दिन पुरानो छ भने यसको कन्डिसनको कुरा गर्नु परेन, कन्डिसन चाहिँ बवाल हुन्छ नै, लाइक न्यू भनौँ न, स्क्र्याचेसहरू छैन। 15 दिन मात्र भएको छ, ओरिजिनल बिलसँगै छ है। तपाईँलाई चाहिरहेको छ भने एकदमै सस्तो प्राइसमा अब नलिन गइराख्नु भएको छ ल्यापटप राम्रो हेभी खोजिराख्नु भएको थियो, चाहे स्टडीको लागि होस्, चाहे तपाईँ कुनै अफिस को लागि होस्, अफिसमा वर्क गर्नुहुन्छ त्यसको लागि होस्, बेस्ट हुनसक्छ है त। 15 दिन मात्र पुरानो, 8GB 512GB एडिसनको कुरा गर्दा चाहिँ विन्डोज 11 छन्, राम्रो हुन्छ। अफिसको कुनै एपहरू चलाउनु छ अथवा कुनै स्टडीहरू गर्नु छ भने पनि बेस्ट हुन्छ। एसरको ल्यापटप छ भन्नु परेन धेरै। डिस्प्लेहरू हेर्नुभयो एकदमै पातलो छ। यसको चाहिँ तपाईँको क्यामेरा क्वालिटीहरू पनि एकदमै राम्रो हुन्छ है। क्यामेरा क्वालिटीदेखि लिएर चाहिँ सबै चलाउनमा एकदमै स्मुथ हुन्छ, ह्याङहरू चाहिँ यसमा हुँदैन एसरको ल्यापटप चाहिँ। यसमा चाहिँ तपाईँको यसको ओरिजिनल ब्याग आउँछ, सेटको ब्याग आउँछ, बिल आउँछ नै, इन्भोइस बिल आउँछ नै। अब यसमा चाहिँ के छ भने तपाईँको यसको माउस छ है, माउस पनि आएको छ यसमा, र माउसको चाहिँ तपाईँको प्याड पनि छ है। माउस चलाउने चाहिँ प्याड पनि दिएको छ र ब्याग छ। अझै केही छ यसमा तपाईँलाई निड छ यस्तै तपाईँको नयाँ जतिकै ल्यापटप चाहिँ खोजिराख्नु भएको थियो, त्यो पनि एसरको आएको छ। 15 दिन प्रडक्ट भनिरहेको छु, यो चाहिँ 15 दिन मात्र पुरानो छ। यसको ओरिजिनल बिल आउँछ नै। खोजिराख्नु भएको थियो, नयाँ किन गइराख्नु भएको थियो र नयाँ ल्यापटप मलाई सेकेन्ड ह्यान्ड प्राइसमा पाइहाल्छु भने धेरै राम्रो, त्यस्तो विचार हुनुहुन्थ्यो, त्यस्तो चाहिँ तपाईँले टिकटकमा फेसबुकमा सर्च गरिराख्नु भएको थियो भने क्यामेरा सोप गोल्डजनमा भिड गरिहाल्नु होला, एभाइलेबल छ। बाँकी म्याकबुकहरू त मसँग टन्नै छ, तपाईँलाई थाहा होला, भिडियोहरू हेरिराख्नु भएको होला, म्याकबुकहरू छँदैछ। एसरको ल्यापटप पनि आएको छ, बेस्ट प्राइसमा दिन्छु। अब यसलाई चाहिँ नाममा 75,000 परेको छ, 75,000 परेको छ, बिल छँदैछ, 75,000 परेको छ, मलेसियामा किनेको छ। तपाईँलाई सस्तो प्राइसमा सेकेन्ड ह्यान्ड प्राइसमा पाउन सक्नुहुन्छ, एकदमै सस्तो प्राइसमा। एकपल्ट क्यामेरा सोप गोल्डजलाई सम्झिन सक्नुहुन्छ। टाढा हुनुहुन्छ भने त क्यास अन डेलिभरी अल ओभर नेपाल हुन्छ नै। वाट्सएपमा आइदिनु होला, स्क्रिनमा नम्बर छ है त, वाट्सएपमा आइदिनु होला कुराकानी अगाडि बढाउनुको लागि। हस्।